हेलो नमस्कार मेरो च्यानलमा स्वागत छ हजुरहरूलाई 2083 सालको नयाँ वर्षको धेरै धेरै शुभकामना पनि भन्न चाहन्छु है। आज अलिक सन्चो छैन क्या। सधैँ मुकबाङ भिडियो लिएर होला, खास मुकबाङ भिडियो हेर्न कसैले सक्नु भएन क्या। अनि त्यो भएर पनि मुकबाङ भिडियो आज नलिउँ। आज 1 गते, फेरि 1 गते सँगसँगै फेरि मङ्गलबार पनि परिरहेको छ होइन। मङ्गलबार चोखो खानुपर्छ, त्यही भएर मैले चोखो खाएँ होइन। खासै त्यस्तो भिडियो छैन आज। आज चाहिँ भ्लग बनाउनु म सिक्दैछु। किनकि यस्तो छ क्या, यो मौसम चेन्ज हुनलाई हो वा के हो होइन। ज्वरो पनि आइरहेछ क्या, अनि ज्वरो आइरहेछ, अनि टाउको दुखिरहेछ, अनि थाइरोइड पनि बढिरहेछ। मेरो कस्तो मलाई भ्लग बनाउनै आएन हौ, हात गल्दो रहेछ नि त। एउटा स्टाइल ल्याउनु पऱ्यो कि क्या। मोबाइल स्ट्यान्ड त छ, ठुलो खालको मात्र छ क्या, हातमा समाउने चाहिँ छैन। अनि त्यो भएर पनि हो होइन। अब के गर्ने, एक्लै छु होइन। नानीहरू सबै बाहिर छन्, एक्लै छु। अनि सन्चो छैन कि अलिकता। अनि मौसम चाहिँ हुन कि के हो, रुखो खोकी लागिरहेछ र थाइरोइड पनि बढिरह। अनि अलिकति हल्का प्रेसर पनि छ त मेरो होइन, प्रेसर पनि बढिरहेछ। अनि यस्तो भएको छ कि यो दुखेर के हेर्नु, थाइरोइड बढेर खास त मुख त बारिरह हो होइन। त्यो मुख बार्दा बार्दा पनि यस्तो हुन्छ कि अब सधैँ मुख बार्न त सक्दैन, अलिकति पिरो पनि खाइहाल्छ, कहिले कहिले अमिलो पनि खाइहाल्छ। झन् यो भिडियोको लागि झनै कहिले नानी मान्छे कोरियन जजन खाइयो, सबै खाइयो। अनि म एकदम उभिरहेछ। हेर्नुहोस् के गर्नु, यस्तो फेरि यस्तो भइरहेछ कि गर्मी त अब आज वैशाखको 1 गते त भइगयो होइन। र पनि कस्तो के उ नै छ हो, हाम्रोतिर त जाडै छ हो। होइन त फेरि जाडो छ हो भनेर सबैलाई त नहोला, मलाई चाहिँ के, म चाहिँ एकदम जाडो भइरहेछ। अनि खोकी पनि लागिरहेछ, खोकी अनि थाइरोइड बढेको, अनि छाती दुखेको, अनि तातो लुगा लाएर अनि माथि नसुतेको थिएँ। अनि के गरौँ त, यसरी खास भ्लग बनाउनु त सिक्ने पनि हो होइन। अब आज गऱ्यो भोलि गऱ्यो बानी लाग्ने हो, सधैँ एकै नास खाएकै मात्र के राख्नु होइन भनेर हो। फेरि यस्तो हुन्छ कि आफूलाई पकाएको अनि भाँडा माझेको बनाउन, यसो भ्लग बनाउनलाई खास अलिक बाहिर बाहिर जान पनि सकिरहेको छैन। र फेरि यसो क्यामेरा समाउने मान्छे पनि छैन क्या। अनि अब मोबाइल स्ट्यान्ड ठुलो खालको छ, अनि हाते स्ट्यान्ड किनेको छैन। अनि अब त्यो मोबाइल अरूले समाएर म अगाडि हिँडेँ। अब यस्तो मोबाइल समाउने मान्छे भयो भने भ्लग बनाउनु अलि अल्छी लाग्दैन कि। अनि अब एक्लै छु, अनि आफूले समाउँदा उर्दा कस्तो क्या। अनि त्यही भएर पनि म भ्लग चाहिँ लिएको छैन है। अहिले अस्ति एउटा हिँड्दिनँ बसेर लिएको थिएँ, खाजा खाँदै लिएको थिएँ, त्यो पनि खासै रुचाउनु त भएको थिएन। अब यस्तो हो, नयाँ न्युजहरू नयाँ नयाँ चिजहरू देखायो भने चाहिँ अब मान्छेहरूले हेरेर अरू हुन्छ होइन। अब एक ठाउँमा बसेर थसारेर कुरोहरू पनि कसले हेर्ने हो र, त्यही भएर पनि अब भ्लग बनाउने आइडिया कसरी हो, भ्लग कस्तो बनाउँदा हुन्छ भन्ने कुरो सिक्दैछु। अब सिक्नै त पर्ला लागेर होइन। अब ठ्याक्कै भ्लग मैले युट्युब काम गर्न लागेको खनसारी पहिले खोले, युट्युब काम गर्न लागेको यो जेठमा 1 वर्ष हुन्छ। अब मेरो युट्युब काम गर्न लागेको मेरो जन्मदिन आउन लाग्यो। किनकि युट्युब खोलेको चाहिँ 78 साउनमा हो होइन। युट्युब खोले चाहिँ 78 साउनमा हो। तर अलि त हातले मेरो क्यामेरा छेक्यो, किनकि मैले उ गरिरहेको छु ल, हात गल्यो कि त्यो साटेको। युट्युब खोलेको चाहिँ 78 साउनमा हो होइन। युट्युब खोले जन्म त अब आउनु लागि पछि आउँछ। जस मैले चलाएको चाहिँ जेठदेखि चलाउनु थालेको, नानीहरूले 2-3 भिडियो चलाएर मैले चलाउनु थालेँ जेठमा। बर्थडे आउनु लाग्यो मेरो युट्युबको। के काटिने हाल्नु भन्ने कि। त्यही भएर कस्तो भइरहेछ कि। अब सिक्नु त होला नि होइन। अब यो 1000 सब्सक्राइब पुऱ्याउनलाई आमा नसुती नखाइ नलाई मान्छेको लाइभ चालेर 50जनालाई सब्सक्राइब गर्यो भने 10जनाले सब्सक्राइब फर्काएर कम दुःख गरे। त्यो दुःख गरेको अनुसारले त होइन, अब अलिअलि त उ नै गर्नु पर्ला नि। अब फेरि दुःख गर्नु पर्ला जस्तो लागिरहेछ। अब चाहिँ भिडियो अब सब्सक्राइब त 1000 पुगिरहेको, म जस्तो अब मलाई अब काममा चाहिँ एकदम मिहिनेत गर्नु पर्ला लागिरहेको छ कि। खास दुःख नगरी सुख त हुँदैन होइन। अब त्यो ढिँडोहरू खाएको कसले हेरोस् कि। अलि त कता गएर नयाँ नयाँ न्युजहरू देखाइदिए पो अनि मान्छेहरू पनि हेर्न चाहन्छन् होइन। अब पुग्नुहोस्, अब त्यो पनि गर्छु होला हौ म। अब भ्लग बनाउँछु अब म। आजको भिडियो भ्लग हेर्नुलाई त कस्तो लाग्छ, कहाँ के मिल्या होइन भनेर अलिक त भन्नु पनि होला। खासै त्यो जान्दिनँ होइन। कस्तो छु के छु त, ज्वरो आइरह मलाई ज्वरो आइरह, गाह्रो भइरह। म सुतिरहेको छु, ओछ्यानमै छु।
ज्वरो आए पनि गाह्रो भयो भने के गर्नु, आफूले गर्न लागेको काम गर्नै पर्छ भन्ने भइरहेको कि मलाई खास। खालि यस्तो घाँटीमा यस्तो भएको छ कि थालेर मरेर निद्रा पनि लाग्यो, हाई पनि आयो। आया कहाँदेखि हुनुहुन्छ भन्नु होला। आज नयाँ सालको कस्तो भइरहेको के भइरहेको। आफू त अलि टाउको दुख्ने, अलिक थाइरोइड पनि बढेको, प्रेसर पनि बढेको, ओछ्यानमा सुतेर बसिरहेको छु। अब के हान्ने होला। हेर्नु मेरो अस्ति आँखा कस्तो भएको छ, त्यो उले गर्दा कि थाइरोइडले गर्दा।